साथीहरु नमस्ते। मेरो केही साथीहरु चाहिँ एक दुईजना साथीहरु यता आउँदै हुनुहुन्छ। उहाँले चाहिँ सोध्दै हुनुहुन्थ्यो साइप्रस कस्तो छ, हावापानी कस्तो छ, त्यहाँ के भाषा बोलिन्छ, यहाँको मौसमहरु, वेदर अनि भन्नु न भनेर सोध्नुहुन्छ। अब मैले चाहिँ यस्तो जिज्ञासा चाहिँ धेरैजना यता आउनेहरूलाई हुन्छ, हामीलाई पनि भएको थियो। त्यो कारणले चाहिँ मैले एउटा भिडियो बनाएर हालिदिन्छु। उहाँहरूले पनि हेर्नुहुन्छ, अरू चाहनेहरूले पनि बुझ्नुहुन्छ, हेर्नुहुन्छ भनेर म चाहिँ एउटा सानो भिडियो बनाइरहेको छु। यहाँ सबभन्दा पहिला यहाँको भाषा ग्रिक भाषा बोल्छ। यहाँ चाहिँ ग्रिक भाषा बोल्छ, इङ्ग्लिस त्यति बोल्दैन, जान्नेले पनि बोल्न खोज्दैन। धेरै जस्तो यहाँको मान्छेले इङ्ग्लिस जान्दैन। उनीहरूले बोल्ने भनेको ग्रिक भाषा नै हो। अनि यताको मौसम भन्नुपर्दा चाहिँ यहाँ नेपालको र यहाँको मौसम चाहिँ उस्तै हो। गर्मीमा अलिक गर्मी नै हुन्छ, 40-41 डिग्रीसम्म पुग्छ। तर त्यस्तो गर्मी भनेको बाफ आउने गर्मी चाहिँ हुँदैन। गर्मीमा पनि हावा चलिरहेको हुन्छ, जाडो महिना पनि हावा चलिरहेको हुन्छ मजाले। गर्मीको लागि भनेर त्यही अनुसारको लुगा ल्याउनु होला। जाडोमा त्यही अनुसारको जाडोको लागि अलिक बढी नै जाडो हुन्छ, त्यही अनुसारको लागि लुगा ल्याउनु होला। अब यहाँ लुगाहरू सामानहरू चाहिँ महँगो छ है। नेपालमा हेरी धेरै महँगो छ। यहाँ धेरै महँगो छ। अब सामानहरू लुगाहरू चाहिँ त्यो अनुसारले ल्याउनु सबभन्दा महँगो छ यहाँ लुगाहरू। यहाँको मौसमहरू चाहिँ अब यहाँ पानी चाहिँ तपाईँको गर्मीमा पानी पर्दैन खासै, जाडोमा पानी पर्छ। त्यसमा पनि धेरै जाडो हुन्छ, पानी धेरै पर्छ। जाडो महिनाभरि दिनकै पानी पर्छ। दिनकै पानी पर्दा धेरै नै जाडो हुन्छ। अहिले पनि चिसै छ, पानी परेको छ। आज भर्खर पानी रोकेर चाहिँ म यसो मार्केटतिर जानु पऱ्यो भन्ने सोच्दै हिँडेको हो। साथीहरूलाई एउटा जिज्ञासा पनि पुरा गरिदिउँ भनेर यहाँ यता आउँदै गर्दा चाहिँ कुनै माध्यमबाट गुगल, टिकटक, युट्युबतिरबाट धेरै थोरै चाहिँ ग्रिक भाषाको जानकारी लिएर चाहिँ आउनुभयो भने चाहिँ हजुरहरूलाई धेरै राम्रो हुन्छ है साथीहरू।